साथीहरु हाम्रोतिर चाहिँ पानी रहने नामै लिएको छैन। हेर्नुहोस् आज चाहिँ मौसम दिनैभरि यसरी बिग्रिरहेको छ। पेट्रोलको दाम पनि एकदमै अत्यधिक बढेर छ साथीहरु। अहिले 1 ग्यालन बराबर $4 पर्छ 1 ग्यालन पेट्रोलको। कोही बेला अलिकति घटेर जान्छ, कोही बेला बढेर माथि जान्छ। अस्ति एकपल्ट त $5 सम्म पुगेको थियो। मेरो गाडीमा फुल गर्दाखेरि लगभग $50-55 को तेल जान्छ एकपल्ट। एकदमै महँगाई बढ्यो के साथीहरु अमेरिकामा पनि। नमस्ते साथीहरु, स्वागत छ आजको नयाँ भिडियोमा। अहिले बिहानको 10 बजिसकेको छ साथीहरु र अहिले म जाँदैछु मेरो श्रीमतीलाई त्यहाँनिर सत्सङ्गमा पुर्याउनुको लागि। यता बुढी पनि आइसकेको छ। के छ हालखबर? ठिकै छ नि? ठिकै छ। के छ भन्नु आज? भन्नु त प्र्याक्टिस नमस्ते सबैजनालाई। बुढीलाई आज हामी दुईजनै सत्सङ्गमा हिँड्न आँटेको कि बुढीलाई यसो फोनमा बोल्नुलाई प्र्याक्टिस गराएको कि तिमी जहाँ पनि जे सामान हराउँदै हिँड्छ राम्रै। होइन हौ, लगाइराखेको थियो अघिसम्म, म हेरेर आउँछु आज अरे। यस्तो छ बुढीहरू आफ्नो शरीरमा लागेको सामानहरू नि कहाँ झऱ्यो थाहा हुँदैन। त्यो हराउने ब्यागहरू नबोक्दा हुन्छ। यो ब्यागहरू हराउने मान्छेहरू नबोक्दा हुन्छ। त्यो हिजो 600 रुपियाँ खुवाइगयो कुञ्चोलाई। हिजो यहाँदेखि रोस गइयो, दिदीलाई दिनु भनेर $600 पैसा बोकेको रहेछ यो यही पर्समा त्यसमै। अनि रोस जाँदाखेरि पैसा बोकेको छ, उहाँ दिदीलाई पुर्याएर दिनुपर्छ भनेर भनेको थियो नि पहिले सुरुमै पुर्याएर आउनुहुन्थ्यो। केही पनि भनेन मलाई पनि। अनि बलिङटनमा के अरे रोसमा गएर लुगाहरू नाप्नाले चाहिँ त्यो ड्रेसिङ रुममै यो ब्यागै छोडेछ होइन। आएर बाहिर त्यहाँ निस्केर ड्रेसिङ रुमबाट निस्केर पनि त्यहाँ अरूतिर अलिङ टलिङ गरेर घुमेर त्यो चेकआउट गरेर सामान चेकआउट गरेर निस्केर पार्किङ लटमा निस्किँदाखेरि गाडीमा पसेपछि मात्रै ला मेरो ब्याग खोइ भन्छ। अनि कुदेर गएको ब्याग त भेटेछ, तर यहाँ राखेको $600 रुपियाँ छैन। ब्याग मात्रै झुन्डिरहेको छ, $600 छैन। अब त्यो फिटिङ रुममा क्यामेरा पनि हुँदैन, केही पनि हुँदैन, अब कसलाई पक्रिने। त्यसरी चाहिँ हिजो $600 बुढीले कुञ्चोलाई बोकेर पठाएको नि यस्तो छ। अनि अहिले खुट्टामा लगाएको पाउजु पनि कहाँ झऱ्यो उसलाई थाहा छैन। यहाँ आएर मेरो खोइ खुट्टाको पाउजु भन्छ। माग्ने बुढाले जस्तो यस्तो सङ्गत गरेर कहिले कसरी उँभो लाग्ने भन्थ्यो। आज मौसम यस्तो छ साथीहरू, धुम्मिएको छ। साथीहरू म अहिले आएको छु यहाँनिर त्यस्तो इन्टरनेसनल ग्रोसरी स्टोरको अगाडिपट्टि। त्यहाँबाट यसो के किने। अनि मेरो श्रीमतीलाई चाहिँ यहाँ डोजो हलमा चाहिँ त्यहाँ सत्सङ्ग हुँदैछ अरे, त्यहाँनिर जाने भनेर उसलाई त्यहाँ छोडिदिएँ। अनि म चाहिँ अब घरमा आएको। आज मौसम पनि पुरा पानी परिरहेको छ। गर्मी चाहिँ गर्मी छ, तर पानी परिरहेको छ। म चाहिँ अब घर लाग्छु, बुढीलाई त्यहाँ सत्सङ्गमा छोडिदिएँ। अनि अब म चाहिँ घरमा लाग्छु। मलाई चाहिँ फेरि यस्तो के अरे सत्सङ्गहरू के पूजाआजामा के प्रवचन सुन्दाखेरि बस्नु हुँदैन। मलाई चाहिँ साह्रो निन्द्रा लाग्छ साथीहरू, खै के भएको। बर्खा लागेको जस्तो भयो साथीहरू, पानी परिरहेको छ। आकाश एकदमै धुम्मो कालो भएको छ। यो अपार्टमेन्टमा पनि घरको भाडा चाहिँ नि मन परिरहेछ कि। कसैलाई यही 2 बेडरुम घर 1600 भन्छ, कसैलाई 1375 भन्छ। अनि कुकुर बिरालोहरू पालेको छ भने, एउटा बिरालो होस् कुकुर होस् पेट्स पालेको छ भने $300 डिपोजिट गर्नुपर्छ सुरुमै। अनि प्रत्येक महिना $20 $30 तिर्नुपर्छ त्यसको पनि रेट। ल साथीहरू म घर पनि आइपुगेँ। अझै पनि हल्का पानी चाहिँ परिरहेछ। अपार्टमेन्ट आइपुग्यो। साथीहरु आज दिनैभरि पानी रहने नामै लिएको छैन। हेर्नुस् पानी परिरहेछ। अहिले बेलुकाको 5 बजिसकेको छ।
आज चाहिँ मौसम दिनैभरि यसरी बिग्रिरहेको छ र अहिले चाहिँ म आएको छु गाडीमा तेल भर्न। पेट्रोलको दाम पनि एकदमै अत्यधिक बढेर चाहिँ साथीहरू अहिले 1 ग्यालन बराबर $4 पर्छ 1 ग्यालन पेट्रोलको। कोही बेला अलिकति घटेर जान्छ, कोही बेला बढेर माथि जान्छ। अस्ति एकपल्ट त $5 पुगेको थियो, अस्ति घटेर फेरि 3.5 पुगेको थियो, फेरि बढेर $4 पुगेको। मेरो गाडीमा फुल गर्दाखेरि लगभग $50-55 को तेल जान्छ एकपल्ट। एकदमै महँगाइ बढ्यो कि साथीहरू अमेरिकामा पनि। साथीहरू मेरो चाहिँ गाडीमा तेल सिधेछ, रिजर्भमा पुगिसकेको रहेछ। अनि त्यो नै घरमा पुग्नु आँटेको पनि घरमा नगइकन सिधै यता ग्यास स्टेसनमा आएर तेल भरेँ। फुल ट्याङ्की गरेको $55 को गयो साथीहरू। अहिले तेलको दाम यति बढेको छ, पहिले $20-25 मा भरिन्थ्यो भने अहिले $55 पुगेछ तेलको दाम। साथीहरू हामी चाहिँ घर आइपुगिसक्यौँ। अब रात पनि पर्न लाग्यो। आजको मौसम दिनैभरि पानी परेरै बित्यो। अहिले पानी रहेकोमा चाहिँ हल्का हल्का गर्मी हुँदैछ साथीहरू। आकाश यस्तो छ। हामी बसेको अपार्टमेन्ट चाहिँ हो साथीहरू। यहाँबाट चाहिँ हाम्रो भित्र छिर्ने बाटो के बन्दैछ यहाँ? सिकाऊ। यहाँ चाहिँ कान्छोलाई चाहिँ यहाँ मम्मीले नुडल बनाउन सिकाउँदैछ। यो फ्राई गर्न सिकायो। अन्त ल फ्राई कसले गरेको? अङ्गतले? अनि अङ्गतले चाहिँ के गर्यो नि? अहिले लास्टमा यसरी काट्नु। यहाँ हजुर कता गयो यसको? यहाँनिर राखेर यसरी काट्नु। यहाँ सबै रेडी गर्नु सिक्नु पर्यो नि। यसलाई यसरी यसो गरेर काट्नु। यसरी त्यो प्याज पनि ल्याऊ, प्याज पनि ल प्याज देऊ मम्मीलाई। अब यो यसो गऱ्यो नि होइन, भा बेसी हुन्छ। यसरी काट्नु, यसलाई पनि यसो गर्नु अनि पिस गर्नु यसरी त्यो उयसमा लाउनुको लागि। मसलाहरू लायो? मसलाहरू नट यट एकछिनमा अहिले यो लगाउनु लास्टमा लाउनु। त्यो लास्टमा त्यो मसलाको काटेर भयो। ल पिरो खानु खोज्छ? कैँचीले काट्यो, कैँचीले। यहाँ छ सानो कैँची, यसले सानो छ कैँची। हुन्छ यसैले नि। छिटो उम्लिसक्यो। त्यो के हो? ओइल हो कि मसला? ओइल होला त्यो त मसला। यहाँ सानो छोरोलाई यो बनाएर खानु सिकाउँदैछु। मान्छे ठुलो भइसक्यो हो, बनाएर खाने ढङ्ग छैन। उ त्यो अर्को लाउँदैन मसला? अर्को प्याकेटको हजुर भयो उ त्यो भयो सल्ट लगायो अलिकति? लाग्दैन। सल्ट पुट भएन। लेमन यहाँ लेमन अहिले लास्टमा? होइन रहेन। अर्को लेमन छ बरु म खाँदैन। ह्यान्ड वास गर। पाक्यो होला। टर्न अफ लाइट। म एकछिन बस्छु। ल यो प्याज खोर्सानी लगाऊ। दिस मच बेसी होइन? हुँदैन। अल supply एरो पायो। हेर फोनको एक ग्लास ब्रोक भएर। I know long time ago. When I mean by ल long time ल ago, just a यो few days. केमा लाउने? बोटुको निकाल हो त्यहाँ मुनिबाट त्यहाँ डिसवासरबाट। लगाइदिउँ अन्डा? अन्डाहरू त्यो यसो गरेर लगाइदिनु। अब नो डिनर यति नै हो नि। अब को खाएको गरेर मान्छे फुट्न छैन। ल कान्छो छोरालाई यसो खानेकुरोहरू बनाउन सिकाएर चाहिँ अब सधैँभरि हामी घरमा हुँदैनौँ हो,
अब साँझ पनि पर्यो साथीहरू अब बास बस्ने बेला पर्दा लगाइदिएको अब मेरो खोर्सानीमा पानी लाउने काम छ साथीहरू खोर्सानी बारीमा मेरो खोर्सानी बारी कत्रो छ तपाईँहरूलाई म देखाउँछु है साथीहरू अहिले बेलुकाको लगभग 8 बजिसकेको छ र रात पनि पर्न लागिसक्यो आकाश हल्का अँध्यारो हुँदै जाँदैछ यस्तो हुँदैछ अनि मेरो चाहिँ अब अहिले काम भनेको चाहिँ मेरो खोर्सानी बारीमा पानी लाउन जानु छ साथीहरू म तपाईँहरूलाई पनि मेरो खोर्सानी बारी देखाउँछु कत्रो रहेछ खोर्सानी बारी र कत्रो छ खोर्सानीको बोट म अब पानी लाउन जान्छु तपाईँहरू पनि हेर्नु होला है त मेरो चाहिँ यहाँ छ खोर्सानी बारी यहाँनिर चाहिँ मल थपिदिएको थिएँ मैले माथिबाट यो मुनि ट्रे लगाएको चाहिँ पानी चुहेर तल जाँदो रहेछ कि अनि तलको मान्छेले कम्प्लेन गर्यो भने फेरि झ्याउ हुन्छ त्यही भएर चाहिँ ट्रे लगाइदिएको मैले फल्यो भने खाइन्छ फल्छ होला फुल खेल्दैछ र फुल चाहिँ अडिन्छ अडिँदैन थाहा छैन है खै यो मल पनि के हो स्ल्याङ्गा परेको मल छ के हो यो अब कतिको फल्छ फल राम्रो दिन्छ होला भन्ने आश गरेको छु है साथी आजको दिन पनि गयो आज सोमबार अब 4 दिन अझै काम गर्नु बाँकी छ र तपाईँलाई आजको भिडियो कस्तो लाग्यो मन पऱ्यो भने भिडियोलाई लाइक अनि च्यानललाई सब्सक्राइब टिका थिच्न नभुल्नु होला त्यसो भने अहिले बिदा चाहन्छु हस्त नमस्ते फेरि भेटौँला अर्को भिडियोमा बाई